वेलकम टु ब्याक टु माई न्यू ब्लग होइन। आजको दिन यस्तो पानी परेर बेहालत भइरहेछ होइन। बाटो पनि धुलोसुलो मरेर टक्क खेतमा यता पोखरी। म चाहिँ केडीकोमा जाँदैछु गाइस होइन। केडीकोतिर यसो साथीले फोन गरेको थियो अनि जाँदैछु म चाहिँ त्यतातिर। यस्तो हालत यस्तो छ होइन। यस्तो हालतमा हिँडिरहेको छु म। आज किन बोलाएको रहेछ केटाहरूले, आज बाँस पनि काट्न जानुपर्ने छ किनभने आज अर्कै तरिकाको व्यस्त छ होइन। यो चाहिँ हाम्रो गाउँको टक्क बाटो हो। यता हाम्रो पोखरी दामी छ चकाचक तरिकाले होइन, देख्न सक्नुहुन्छ। बाघजरा कतिजना आउनुभएको छ कमेन्ट गर्नु होला है। ल अहिले भेटौँला केडीकोमा पुगेर। चाहिँ केडीकोमा आइसकेको छु म होइन। टक्क पारामा यता पनि सर हुनुहुन्छ आनन्दले। एक्स रोमियो कोले हेर्नुभएको छ, एक्स रोमियो पनि सर्च गर्नु होला, हेर्नु एकदम फन्नी छ होइन। केटाहरू चाहिँ चिल तरिकाले जता पनि चल्दिन्छ। आज चाहिँ केडीकोमा आएको छु यहाँ दुईजना, यसले फोन गरेर बोलाएर आएको म। त्यसको ऱ्याफेरी खतरा छ ऱ्याफर। होइन यता चाहिँ सुड्डीहरू छ सुड्डीहरू हुनुहुन्छ टक्क। ए केडीको हर्कत हेर्नुपर्छ के गर्दै हुनुहुन्छ हाम्रो यता केडी दादा। केडी दादा यही हो हिरो भनेको त्यो टक्कसँगले पारा होइन। अब चाहिँ हामी यहाँबाट केडीकोबाट हामी कतै जान्छौँ केडी? हामी कहीँ जाँदैनौँ आज यतै घरतिरै हो हामी। यतै घुमघाम गर्ने। अहिले बाँस काटेको पनि देखाउँला गाइस होइन। ल अहिले के कसो कसो हुन्छ तपाईँहरूलाई ब्याक टु गर्दै गर्नु हुन्छ ब्लग। आज म जाँदिनँ चाहिँ हामी जाँदैछौँ टक्कसँगले माछा मार्नलाई। केटाहरू चाहिँ उहाँ अगाडि जाँदैछ, म चाहिँ यहाँ टक्क भर्खर झर्दैछु। ऊ केटाहरू देख्न सक्नुहुन्छ उहाँ पर जाँदैछ तिनजना। हामी चारजनामा चाहिँ जाँदैछौँ माछा मार्नलाई होइन। मैले चाहिँ केटाहरूको लागि एनर्जी ड्रिङ्क लिएर आएको छु भोला होइन। भोला लेभलको को हुनुहुन्छ कमेन्ट गर्नु होला। र भोला खाने तपाईँहरूको साथी छ भने पनि सेयर चाहिँ गरिदिनु होला। टक्क यस्तो छ हाम्रो चाहिँ ग्राउन्ड। पहिले हामी गोल खेल्थ्यौँ क्या केटाकेटीमा। अब केटाकेटी भन्दा नि पहिले उति पनि खेल्थ्यौँ। अहिले चाहिँ काममा जानु थालेर चाहिँ अहिले त्यति खेल्ने फुर्सद नभएर चाहिँ यहाँको पोस्टहरू सब निकालिदिएको छ क्या। यहाँ चाहिँ टक्क पानी सानी बग्छ, यता खोला छ। अब हामी चाहिँ खोला तरेर जानुपर्ने हुन्छ। केटाहरू उहाँ पुगिसक्यो, अब कुद्नुपर्ने हुन्छ टक्क। दुक्की पारामा जाँदैछु क्या म चाहिँ फेरि होइन। दुक्की पारामा क्या यहाँ टक्क केटाहरू चाहिँ यहाँ चाहिँ बसिरहेछ है, उभिँदै छ। यही हो क्या होला यहीँ मार्ने हो माछा चाहिँ टक्क। हामीले चाहिँ केटाहरूमा उल्टी आएर सुल्टी आयो भन्छ के भन्छ होइन। पुल हाम्रो झुलुङ्गे पुल लिचिक पनि हुन्छ है। लिचिक पनि हुन्छ हाम्रो यो झुलुङ्गे पुल। ल अहिले माछा मार्दै गएपछि भेटौँला लगाइन्छ। टक्क यहाँ चाहिँ ढोरियाको मृत्यु भइसकेछ। ढोरिया सर्पको ए हबी जिउँदैछ। ओइ जिउँदैछ नि फेरि कुद्ला त्यतातिर यता टक्क होइन। यहाँ चाहिँ यता माछा मार्दैछौँ। ओ पैसा झरो टक्क माछा मार्दै चाहिँ यहाँ एकजनाको मृत्यु भइसकेको छ। अबि तङ्ग्रे मारिदिउँ यसलाई।
चाहिँ केटी दादाकोमा आएको छु यहाँ केटी दादा चाहिँ होइन यस्तो हालत यस्तो भइसकेको छ केटी दादाको होइन मेरो ब्रो बिन्दास हुन्छ साइको भइसकेको छ यो केटी दादाको हजुर कता छ पर्फ्युम विदेशी हाई क्वालिटीको उता लुकान हो यस्तो अहिले ए उ त केटाहरू आउँछ खोज्नलाई तेल हेर्नुहोस् अर्ग्यानिक छ होइन न टक्क पारामा चाहिँ यता सुड्डी छ केटीको सुड्डी उहाँ देखाइदिए सुड्डी केटी आज त्यस्तो गरौँ त केटी दादा यस्तो हुनुहुन्छ बुढीले भन्दाखेरि ल्याउँदैन एउटा छ भने चाहिँ कमेन्ट गर्नु होला हाम्रो केटी दादा एकदम सिङ्गल हुनुहुन्छ यहाँ अब झटको लागि चाहिँ बुहारी चाहिएको छ यहाँ हन्डी पनि हानेको छैन है अहिलेसम्म चाहिँ डेक्ची पनि हानेको छैन होइन हन्डिङ पनि हानेको छैन त्यो केटीमा धेरै ऊ गर्ने मान्छे पनि होइन एकदम सोझो मन चाहिँ अलिकति कालो जस्तो अलिकति फुटे जस्तो छ हो भाइ फुटे जस्तो रहेछ सिसाले कुनै दिन यो फुटाइदिन्छु यसको यो आवाज हाम्रो फुटाइदिन्छु सुटीले फुटाइदिनु हुन्छ है फेरि लगाइछ होइन केटी दादा चाहिँ यस्तो भइसक्नु भयो माथि माथि चकाचक भएर ल अघि आएछ न के भिडियो गरौँ चाहिँ एन्डिङ गरिदिउँ त्यो होइन भिडियो देखाइदे त आए सुडी चाहिँ न ल यो भिडियो चाहिँ एन्डिङ हान्दिउँ होइन अब नेक्स्ट भिडियोमा भेटौँला र थ्याङ्क यू फर वाचिङ ओके बाइ गाइस